ओके ल काठमाडौँको सबभन्दा सस्तो बजार है यो चाहिँ यो त राम्रो छैन यो ठिक छ त यो राम्रो छ यो डेनिमको हो यो ठिक छ त डेनिमको ठिक होइन यो हाम्रो टाइट फिट के भन्छ लुज फिट चाहियो लुज फिटै होइन यो लुज फिट हो यो के गरौँ न कति यसको चाहिँ यसको प्राइस चाहिँ कति अब यहाँ भिडियोमा सस्ताहरू चाहिने हामी सस्तो खोज्दै आएको अब यहाँ आएपछि त अब सस्तै हामीले एक्सपेक्टेसन गरेको हुन्छौँ होइन अब यसलाई 2200 अरे यसलाई कतिसम्म दिन्छ भन्नु तपाईँ त मलाई तपाईँले आइडिया भएन 18 14मा आउँछ कि जस्तो लाग्छ डेनिमको हो त दाइ अलि मिलाएर भन्नु पर्यो डेनिमको अलि डेनिमको हो र होइन मिलाएर 15 गरौँ अनि मिलाएर 17 गरिदिउँ नि त त्यही अब झन् भिडियो पनि हेरौँ न 17 अनि ऊ भएन 17 महँगो हुन्छ तपाईँ 17 ओके हो त 17 गरिदिउँ 15 गरिसक्नु अहिले ओके भनिसक्नु ए भनिसक्नु अब होइन भिडियो बनायौँ कि अब यो यति हेरेपछि यो हाम्रो पसलको कति नम्बर हो यो क्षेत्र नम्बर 41 ए ल दाइ यो हाम्रो कति अरे पसल क्षेत्र नम्बर 42 1 को 42 ल 1 को 42 मा होइन 1 को 42 हो नि यो भिरकुटी मण्डपको 1 को 42 मा सस्तो पाउँछ पेन्टहरू हजुर ओके ल हुन्छ अब अरू हेर्दैछौँ नि त ल बिल यसको दाम कति छ भन्नु त कसो त्यसको तपाईँ 1500 सम्म आउँछ यो कुन साइजको हाम्रो यो काम जान्छ होला नि त 1-2 महिनामा अलिअलि मिल्छ होला नि त पैसा मात्रै ठ्याक्कै त हुँदैन होला फिक्स प्राइस हो यो के छ त वाइट वेस्ट टाइप ठिक छ यो छ ठिक छ ठिकै छ होइन त्यो मागौँ न त्यो चाहिँ जहीँ लाउँदा पनि भयो के हुन्छ होला नि टिबिएल कुन ठिक छ भने के गरौँ ल तपाईँको चोइसमा तपाईँको चोइसमा ल त्यो पनि यो साइज एउटै हो त्यो अलि महँगो हो त्यो अलि महँगो कति होला 19 आम्मामा यार यो त अलिक महँगो हो त यार त्यो अलि महँगो हो ए हाल्दैन न त्यो आउन त ल 15 फेरि आउने बाटो राख्नु पर्यो नि त मेरो दाजुले फेरि आउने बाटो राख्नु पर्यो ल यो आउँछ 1700 सम्म 17 सम्म होइन त्यसको यो राम्रो छ सुरु पनि यो आउँछ 1500 के हो यो ल के छ ठिक छ यो पनि पुमाको के छ यसको कति छ प्राइस त्यो कुमान 1500 पुमा पनि 1500 ल यो चाहिँ हाम्रो यो ठिक लाग्यो यो 1900 देखि छोड्नै भएन यार 1950 फेरि 50 के यार 1900 होइन नि यो त कुन वाला हो यो 1500 वाला उठ्यो झन् यसको सुल चाहिँ राम्रो भएर मात्रै हो चेक गरौँ न त कति साइजको यो लगाउँ न त यो राम्रो छ ल 1900 काट्नु ल 50 रुपियाँ मात्रै डिस्काउन्ट ठिक छ होला होइन चेक गरौँ न चेक गरौँ न चेक तपाईँको कति अरे यो पसलको उस न क्षेत्र नम्बर 1 को 34 ल हस् धन्यवाद दाइ मिलाएर दिनुको रेटमा होइन राम्रो जुत्ता पनि किसु इन्टरटेनमेन्ट हाल्नु न KISU ENTER माथि के फर्स्टमै आउँदो रहेछ यार यो हजुर त्यही हो यसमा तपाईँको भरे या भोलि आउँछ ल घन्टी पनि बजाइदिनु तपाईँलाई छिटो आउँछ ल दाइ धन्यवाद हुन्छ हुन्छ हस् ल हामीले सस्तोमा हामीले यो लियो होइन पेन्ट र जुत्ता किनिसक्यौँ तर जस ठिकै दाम पाउँदो रहेछ 1500 2000 भित्रमा जुत्ता पाउने अनि 1500 पेन्ट पाउने भनेको पाउने होइन मैले कहिले यस्तरी किनेको थिइनँ अब चाहिँ म किन्छु अब यसरी नै किन्छु अब थाहा भयो तपाईँहरूलाई पनि मन छ भने किन्न आउनु होला होइन यहाँ खानेकुराहरू पनि देखाइदिनु कस्तो छ ल जाउँ थ्याङ्क यू